आदरणीय श्रोता दर्शकबिन नमस्कार, जय नेपाल। म प्रज्वल कुमार चौधरी अहिले आइपुगेको छु कोशी ब्यारेज कोशी पुलमा र अहिले यहाँ तपाईहरुलाई हामीले केही बेरपछि देखाउन गइरहेका छौं। यहाँ डल्फिन माछाको बाक्लो रूपमा यहाँ उपस्थिति रहेको छ। कुनै बेला माथि आउने, कुनै बेला तल जाने, बेला बेलामा डल्फिन देखा पर्ने यो ठाउँ हो। यो कोशी घाटको तपाईको पूर्व दक्षिणपट्टि पर्ने घाट। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ धेरै श्रद्धालुहरू यहाँ आफ्नो कसैको अन्त्येष्टिको भइसकेको विसर्जनको निमित्त आउनुहुन्छ अथवा विभिन्न प्रयोजन लिएर यहाँ आउने गर्नुहुन्छ। कोही मुडनको लागि, कोही केहीको लागि, विभिन्न प्रयोजनको लागि आउने गर्ने यस स्थलमा तपाईलाई अहिले हामी डल्फिन माछाको यहाँ रहेको वर्तमान उपस्थितिको एउटा उदाहरण र जीवित प्रमाण पेश गर्न गइरहेका छौं र यसै भिडियो मार्फत तपाईहरुलाई डल्फिन माछाको एउटा अवलोकन गर्ने अवसर पनि प्रदान गराउन गइरहेका छौं आदरणीय दर्शकबिन। र जुनै बेला पनि यो डल्फिन माछाको आगमन यहाँ हामीले देख्न पाउने अवस्था छ र हाल फिलहालसम्म अहिले देखा परेको छैन र जुनै बेला पनि यहाँ डल्फिन माछा देख्न सक्नुहुन्छ। भर्खरै एउटा डल्फिन माछा अहिले यहाँ माथि श्वास लिएर फेरि तल गएको छ। त्यसै गरी अगाडि यहाँभन्दा अलिक परतिर पनि यहाँ श्वास लिन डल्फिन माछा माथि आउने र तल जाने गरेको क्रम जारी नै छ। भर्खर पनि तपाईले देख्न सक्नुभयो, अर्को पनि फेरि उदायो र गयो। लमसम यहाँ 5-6 वटा डल्फिनको उपस्थितिको एउटा आशंका हामीले गरेका छौं। तीमध्ये समय समयमा डल्फिनहरू माथि श्वास लिन आउने र तल जाने गर्ने क्रम जारी नै रहेको छ र सोही कुरा हामीले यस भिडियो मार्फत तपाईहरुलाई देखाउने प्रयास गरिरहेका छौं। श्रोता दर्शकबिन, यो हाम्रो सप्तकोशी नदीमा रहेको डल्फिन अन्दाजी 7-8 वटा हुन सक्ने एउटा स्थानीयद्वारा सोधपुछको क्रममा जुन यहाँ दैनिक यहाँ आइराख्नुहुन्छ उहाँहरुसित हामीले सोधपुछ गरेका थियौं र सोधपुछको क्रममा यहाँ कमसेकम 7-8 वटा डल्फिन रहेको अनुमानित आँकडा उहाँहरुले हामीलाई जानकारी गराउनु भएको छ र तीमध्ये यिनीहरू धेरै दिन यतादेखि यहाँ बसोबास गरिआएका छन् र बसोबास गरी आउने क्रममा यिनीहरूको प्रजनन भई यो जनसङ्ख्या अझ थप भएको हुन सक्ने अनुमान रहेको स्थानीयले पनि हामीलाई जानकारी गराउनु भएको छ। बाबा, अपने परिचय दिल जाऊ न। अपने शुभ नाम की भेले? हमर नाम कुशेश्वर मुखिया जी। ये सप्तकोशी नदी के जे कथी कहै छै यहाँ के पूर्वी पश्चिम घाट में अखन जे यहाँ उपस्थित छियै, विराजमान छियै, तो एहि घाट में सब दिन ई डल्फिन माछ अतः उपस्थित रहबे करै छै। सब दिन आने रहे छै और 1 महीना रहते, 1 महीना के बाद में नहीं रहते। 1 महीना और बाढ़ तब आसीन से येते कथी उड़ जेते तब बाबा? बाढ़ उठते इतना सा आदमा करत रहते, ढका खुलल रहते। इधर फाटक ई जे गेट खुलते, खुलल रहते, ई फाटक खुलल रहते, फाटक सबटा खुल जेते। खुल गेला के बाद में इसना जते माछ छै माछ काट कतो नहीं भेटते, तब आसीन काटे नहीं रहते। माने अखन बाढ़ के सीजन नहीं छै, तै दुआरे एते माछ सब डल्फिन सब अत छै। ते द्वारे डल्फिन छै, ई माछ ताछ मारे छै 200-400। आय वो पार छै, पुल के ओहो पार सब रहे छै। वो ठाइमा मला से छै नहीं रहे छै। ओहो पार सब माछ ओहो कता ओहि कोनो में रहे छै डल्फिन माछ सब। वो कता डल्फिन रहे से बढ़िया देखबा, वो कता छै ऐसे ओहि कता बढ़िया डल्फिन रहे छै। बढ़िया डल्फिन एहि में कते प्रजाति कते किस्म के माछ है ई सब तो कोशी नदी में भेटे छै बाबा? माछ त तोरा रेहू रहे छै, हाँ, भाकुर रहे छै, हाँ, नेनी रहे छै, हाँ, काठी रहे छै, बुआर रहे छै। विभिन्न प्रजाति के माछ सब एतऽ पाबै छै। विभिन्न प्रजाति
जातिहरू मार्छ पाल्छ। परिवारजनलाई पनि आय आर्जनको एउटा स्रोत मुहैया गराउने गरेका छन् र यिनी मछुवाराहरू यहीँका स्थानीय हुन् र यिनका दैनिक सुखभोगका सामग्री यही माछा मार्ने कामबाट यिनीहरूले आफ्नो घर परिवार र जीवनयापन गरेका छन्। सो दृश्य पनि तपाईँलाई हामीले देखाइरहेका छौँ। भर्खरै हेर्नुभयो अहिले दर्शकबिन, भर्खरै डल्फिन अहिले माथि श्वास लिएर फेरि तल गएको थियो, तल गइसक्यो।